आज सोमबार छ, शिवजीको जल चढाउने दिन पनि। त्यसैगरी आज भक्तजनहरू मोरङ सुनैचा नगरपालिका वार्ड नम्बर 8 मा रहेको चन्द्रनगरमा रहेको पाथिभरा माताको दर्शन गर्नलाई भक्तजनहरू आइराख्नु भएको छ। त्यो दृश्य तपाईँलाई अहिले देखाइरहेको छु। सबैले दर्शन गर्न सक्नुहुन्छ। जो जहाँ जहाँबाट हेर्दै हुन्छ विश्वभरिबाट सुनैचा अपडेट हुने तपाईँले दर्शन गर्न सक्नुहुन्छ। पाथिभरा माताको जय पाथिभरा माता लेखेर चाहिँ तपाईँको कमेन्ट गर्नु होला। चिताएको काम पुरा हुनेछ। तपाईँहरूले हेरेर टक्क कमेन्ट गर्दै जानु होला है। र सक्नेले सेयर पनि गर्नु होला। पाथिभरा माताको दर्शन गरिसकेपछि तपाईँले चिताएको काम पुरा हुनेछ। अवश्य पनि बिहानको यो शुभ बिहान तपाईँलाई आज लाइभ प्रत्यक्ष पाथिभरा माताको दर्शन गराइरहेको छु। म शिव भट्टराई बस्छु। प्रत्यक्ष लाइभमा तपाईँलाई सुनैचा अपडेटबाट देखाइरहेको छु। यो दृश्य मोरङ सुनैचा नगरपालिका वार्ड नम्बर 8 मा रहेको श्री पाथिभरा माताको दर्शन तपाईँलाई गराइरहेको छु। यतिखेर तपाईँहरू को आइपुग्नु भएको छ यो ठाउँ कमेन्ट गर्नु होला। यतातिर तपाईँलाई यहाँ दर्शन गराएको छु। गणेश भगवानको यहाँ छेउमा गणेश भगवान दर्शन पनि गराइरहेको छु। तपाईँलाई लाइभ प्रत्यक्ष प्रसन्न पाथिभरा माताको दर्शन गराएको छु। यतिखेर बाहिरको दृश्य तपाईँलाई म देखाइरहेको छु। बाहिरको दृश्य हो। एउटा गणेश भगवानको जुन हामी तपाईँलाई देखाएको छौँ। दर्शन गर्नुहोस्। जय गणेश भगवान भएर यतातिर पाथिभरा माताको दर्शन गर्न सक्नुहुन्छ। हाम्रो गौतम रोमन भाइले पनि जय पाथिभरा माता भनेर लेख्दै हुनुहुन्छ। र जो घरबाट हेर्दै हुनुहुन्छ अहिले यतिखेर